object setting loss stage boundaries excavation 9 0, 0 3.8, 0 3.8, 1.9 भयो नि एक्सक्याप्सन त्यसपछि बाउन्ड्रीमा के एक्सटर्नल हाल्नु पर्यो कहाँसम्म हेर्ने स्वेल 3 गुणाले हेर्ने ओके बक्स आउने त्यसपछि के गर्नु पर्यो हामीले त्यसपछि के गर्नु पर्यो भन्दाखेरि त्यसपछि प्रपर्टी डिफाइन मेटेरियल भनेको मेटेरियल कलर चेन्ज गर्ने ब्राउन ल लेख्छु आइसोटोपिक छ पोइजन रेसियो 0.2 चाहिँ आफ्नो प्रपर्टी हेर्ने यो ल यसमा राख्दिउँ जर्नलाइज रन गरौँ जिएसआई हेरौँ युसिएस कति छ हेर्नु पर्यो कुन हो त्यही अनुसारको हुन्छ मैले यसमा गरिदियो जिएसआई चाहिँ अब क्यालकुलेट गर्नुपर्छ क्यालकुलेट गरेर चाहिँ जति अब कुन क्लास हो त्यही अनुसारको हुन्छ अहिलेलाई 38 जुन त्यही राख्यो युसिएस पनि हुन्छ यसमा 25 राखिदियो आफै क्यालकुलेट गरिदिन्छ ओके गरिदिने प्लास्टिक हुन्छ यो थाहा छ यो ठिक छ सेफको ठिक छ ओके आयो नि ए भन्ने एउटा कुनै पनि क्लास त्यसपछि के गर्नु पर्यो भन्दाखेरि मेस गर्नु पर्यो डिस्क्रिटाइज मेस गर्नु पर्यो त्यसको लागि के गर्नु एसाइन मेटेरियल भन्ने छ मेटेरियल एसाइन गर्दाखेरि एमा लगाएर एस्काभेट गरिदिने एस्काभेट गरेर इन्टर गरिदिने होइन त्यसपछि के गर्नु पर्यो भन्दाखेरि चाहिँ अघि नै छुन थियो नि मेस गर्दा यसलाई डिस्क्रिटाइज एन्ड मेस नगरेर मेस सेटअप गरेर यहाँ कुन मोड हो भनेर चेन्ज गर्न नि मिल्छ कि डिस्क्राइब गर्ने मेस गर्ने त्यसपछि के भयो त्यसो प्रपर्टिजहरू डिफाइन मेटेरियल भयो अब बोल्टहरू के छ त्यही अनुसारले गर्ने बोल्टहरू कुन अनुसार राख्ने पहिला सुरु थाहा हुँदैन नि त यो छ नि बाटनको क्यू सिस्टम तिम्रो स्प्यान कति छ अनि एसआर भ्यालु निकाल्ने एसआर पनि 1.8 हो कि 1 हो कि कुन राख्ने र हाम्रो कति छ 3.8 छ भने यसमा पर्छ अनि क्यूको भ्यालु हेर्ने क्यूको भ्यालु दिएपछि एउटा रेन्ज फन्ड हुन्छ रेन्जले के दिन्छ भन्दाखेरि चाहिँ बोल्टको लेन्थ नि दिन्छ अनि यदि सर्किट गर्छ भने त्यसको स्पेसिङ नि दिन्छ यहाँ अनि कुनमा पर्छ भने रेन्ज पनि दिन्छ 5 मा दियो नि 5 हेर्ने यहाँ कति सिएमको चाहिँ सर्किट हो भनेर पनि दिन्छ इस्टिमेट भयो त्यसले अनुसार त्यसले गर्दाखेरि फेरि फेजमा जाने त्यही अनुसारले प्रपर्टी डिफाइन गर्ने कुन बोल्ट राख्छौ त्यही अनुसारको त्यसको डायमिटर कति राख्छौ मैले 20 mm राखेँ त्यसको बोल्ट मोडलेस राख्ने टेन्साइल क्यापेसिटी राख्ने अहिले यतिकै राखेँ होइन यो नेटबाट हेरेर नि हुन्छ त्यसपछि ओके गरिदिउँ होइन त्यस्तै अनुसार अब के गर्ने लाइनरहरू जस्तै अघि नै सर्किटहरू छ नि सर्किट हुन्छ अब यसको के हो रेनफोर्स सर्किट हो रेनफोर्स राख्नु पर्दैन सर्किट अहिले राख्ने कि नै तिमीले डिफाइन गर त्यही अनुसार कुन क्लास हो त्यही अनुसारले थाहा हुन्छ अहिले यतिकै राख्ने कति थियो भने 0.08 थियो क्या यो मोडलेस हेर्ने यो हेर्ने टेन्साइल स्ट्रेन्थ हेर्ने फाइबरको हो भनेपछि स्ट्रेन्थ अलि बढाइदिने टेन्साइल क्यापेसिटीको 8 राखौँ होइन के गरे हुन्छ सर्किट पनि भयो त्यस्तै गर्दै अब सर्किट भयो अब लाइनर 2 मा गएर अर्को लाइनिङ हेर्ने अब कङ्क्रिट लाइनिङ हेरौँ सर्किट गर्छ कङ्क्रिट लाइनिङ गर्ने यसको नि त्यही गर्ने लाइनिङ कतिको कति गर्ने अहिले ओके गर्दै यतिकै त्यसपछि प्रपर्टी भयो अब बोल्टको हेर्नु पर्यो डिफाइन बोल्ट अब बोल्ट कुन हो त्यही बोल्ट अनुसार अब एउटा बोल्ट हो यस भन्ने यो कुन टाइप राख्ने तिमीले आफै फिक्स गर त्यसको डायमिटर भइहाल्यो यो भइहाल्यो अग्नि गरिसकेको रहेछ त्यसपछि हामीले सपोर्ट दिने पहिला सुरु लोडिङ गर्नु फिल्ड स्ट्रेस लोडिङ
अब त्यो लोड भनेको सिग्मा वान भनेको त गामा जेड भनेको म्याक्सिमम् ओभरबर्डन कति छ त्यो अब के गर्छु अब टनेल चाहिँ चेनेजबाट गर्ने हो कि अब कुन प्रपर्टी आउँछ त्यही अनुसारको सपोर्ट हाल्ने हामीले अब सिग्मा वान भनेको चाहिँ अब म्याक्सिमम् ओभरबर्डन कति छ त्यो रेन्जको चेनेजमा लगभग हामीले अहिले त्यतिकै 10 मानौँ सिग्मा 3 भनेको चाहिँ अब के त्यसको पनि फर्मुला पढ्थ्यौँ नि के इन्टु म्युवाला फर्मुला त्यसको 8 राखेँ मैले यो भनेको चाहिँ अब 3Dमा हेऱ्यौँ भने जेट पनि चाहिन्थ्यो र अहिले सिग्मा 3 जति छ त्यति राखे हुन्छ किनकि लेटरलहरू एउटै इक्वल मानौँ अहिले 2Dमा क्यालकुलेट गर्दा ओके गरिदिउँ त्यसपछि के गर्नुपर्छ भन्दाखेरि लोडिङ पनि अब हामीले जुन स्टेजहरू हेरेको थियौँ नि इन्टरनल प्रेसरहरू सोइलहरूको कसरी हटाउने भन्दा अब एउटा युनिफर्म डिस्ट्रिब्युसनमा हटाइदिउँ इन्टरनल प्रेसरहरू सोइलहरू हटाउँदा झ्याप्पै हटाउँदैनौँ नि त त्यही गर्दाखेरि डिस्ट्रिब्युट लोडेड गर्दाखेरि स्टेजहरू कुन छ नि स्टेज लोजहरू स्टेज फ्याक्टर अब कसरी रिड्युस गरिदियो भन्दा 1 छ भने 0.8 अब त्यही युनिफर्म नै राख्नु न पहिला सुरु 1 नै राखौँ होइन केही पनि नहट माटै हटे होइन त्यसपछि यो माटो अब 0.2ले घटाउँदै जाने इन्टरनल प्रेसर कति एक्ट गराउने भनेर देखाएको हो यो यो बिग्रेछ यो 0.6 फोर्सहरू लाग्छ अब सब स्टेजहरूमा हेरेर यसमा केही पनि नलाग्यो सुरुमा माटो केही पनि ननिकाल्दा यत्तिकै फोर्स लाग्यो जुन फोर्स भनेको थियो त्यसपछि यति माटो निकालियो त्यही अनुसारले इन्टरनल प्रेसर घट्दै गयो कुन स्टेजमा कति माटो घटाउँदा कसरी फोर्स एक्ट हुन्छ इन्टरनल प्रेसर घटाएको लास्टमा सबै माटो निकालेपछि यस्तो हुन्छ तर रिल्याक्सेसन स्टेट भन्ने हुन्छ त्यो निकाल्ने छुट्टै हो त्यसपछि भयो होइन अब त्यसपछि सपोर्ट डिजाइन जुन गर्थ्यौँ अब बोल्ट कति राखेको थियो भनेर यसले दिएको थियो नि त कुन लेन्थ कति लेन्थको बोल्ट र कुन स्पेसिङमा राख्ने भनेर इस्टिमेट गर्नलाई सुरुमा त्यही राख्ने बोल्ट लेन्थ चाहिँ नर्मल टु बााउन्ड्री राख्दिने 2 राखिएछ स्पेसिङ चाहिँ लगभग 1. त अघि निकालेको 1.6 थियो 10मै राख्ने हो ओके गर्ने यसरी यसरी यहाँ राख्ने स्ट्याटिक प्रपर्टिज हुन्छ नि राख्दिउँ मैले पछि अब लाइनर सर्टकट हालौँ माथि मात्रै सपोर्ट 8 लाइनर भन्ने हुन्छ अब कुनाहरूको यो भनेको लाइनिङ कङ्क्रिट लाइनिङ हो यो डिलिट हाल्नुपर्छ भएन सपोर्टहरू सल्भ गऱ्यौँ त्यसको लागि अब यसलाई कम्प्लिट गर्नु पऱ्यो एनालाइसिस गरेर इन्टरप्रिट गरेर सिग्मा वानको भयो कि हेर्दै जानुपर्छ अब यो के हेर्ने अब यसमा चाहिँ डिस्प्लेसमेन्ट सिग्मा जेड मिन स्टेजहरू मिनिस्टरहरू हेर्न मिल्छ यहाँ दिएको छ रेन्ज या तानेर यसरी जानु मिल्छ टोटल डिस्प्लेसमेन्ट हेर्ने अरू के हेर्न मिल्छ भन्दाखेरि यसमा इल्डहरू इलिमेन्टहरू इल्ड भएको कहाँ कहाँ छ के छ हेर्न मिल्छ कसरी बस्छ के भयो भनेर
यसले चाहिँ अब त्यो रिल्याक्सेसन स्टेज नै थाहा पाउँछ। यसमा त चाहिएन अहिले। अब यसमा चाहिँ अब तिमीले दिएको चाहिँ कतिको सपोर्ट छ, राम्रो छ कि नै हेर्ने, कति फ्याक्टर अफ सेफ्टीसम्म हेर्छौ भन्ने हुन्छ। ओके गरेर हेरि हुन्छ। फ्याक्टर अफ सेफ्टीभित्रै पऱ्यो भनेपछि ल पास भयो भने भ्याइयो यो सपोर्ट। अब कुन क्लास हो भन्दा अब क्लास अब यो त राम्रो क्लास भयो, त्यसमै अब अलि कम क्लास खत्तममा लागेर रक्छ भनेपछि त्यही अनुसारको जिएसएको भ्यालु कम तलमाथि हुन्छ। अब कम लोकालिटी हो भने यसको भ्यालु घट्दै जान्छ, त्यो निकाल्ने फर्मुला छ। अब राम्रो हो भने यसको भ्यालु बढ्दै जान्छ। यही अनुसारले कुन क्लासको रक भनेर यसैले डिटर्मिन गर्छ। यति हो।